अनि यो सानो माईको बाढी त विशाल आएछ हैन? अब पुल बगाइहाल्यो, अब यो सानो पुल बनाउनु पर्यो। रोशनजी अब के गर्नु त यहाँ कत्रो पुल बनाउनु ल भन्नु त? अनुसन्धान हुँदैछ। अब जस्तो मान्छेलाई सहज हुन्छ त्यो पाराको बनाउनु पर्ने हुन्छ यसमा। खर्च कति जति लाग्ला भन्ने अन्दाज छ त? खर्चको हिसाब अब गर्दै जाँदा क्याल्कुलेसन होला। कति जति लाग्ला त? यो अगाडि त निकै क्षति भएको रहेछ 30 हैन? फुटको लम्बाइ बन्ने पर्यो। यहाँ हाम्रो पछाडि बनाउँदै जाँदा भोलि गोपाल मामा पनि यही हुनुहुन्छ। अब यो पुरानो लिडर हाम्रो, यता रोशनजी एकदम नयाँ लिडर। नयाँ र पुरानोलाई हामीलाई मिक्सअप गरेर यहाँ चाहिँ पुलको इन्जिनियरिङ गर्दैछौँ हैन? अब यताउति लाग्छ। म पर ब्याकग्राउन्डमा पर हेर्नु होला, त्यहाँ हाम्रो साथीहरू पुल बनाउँदै छन्। भोलिबाट चाहिँ बन्ने तयारी। भोलि चाहिँ हामी कम्प्लिटै गर्छौँ हैन त रोशनजी? भोलि हाम्रो कम्प्लिट हुन्छ। यहाँ हाम्रो एकदम युवा पिँढीहरू यसरी आफै आफ्नो गाउँ आफै बनाऊ भनेर आफ्नो ठाउँमा आफै पुल निर्माण गर्न लागिराख्नु भएको छ। अब हेरौँ हैन हाम्रो अभियान कहाँसम्म जान्छ। यो हामी आफै बनाउने, सबै कुरा आफै गर्ने भन्ने छ। यहाँ कसैको कुनै सरकारको कुनै कसैको कुनै एनजिओ कसैको 5 पैसा लाग्दैन। हामी आफै सक्षम छौँ। गाउँले मिलेर हामी सबै गाउँको दाजुभाइहरू मिलेर यसरी